मनी पुलाव मनी लस्टा नेपालले ठो अवस्था तक न्याकी लागि जनता यो छे होना जन में तो हाला दिया गु ठिगो अवस्था लागि ठो अवस्था तक हेदी लागि एकदम ग्वालना दिपी जन कलाकार दे बाजू रामेश श्रेष्ठ ओ बाजू रामकृष्ण दुवाल जी आता थौ लुबु नेवा संस्कृति पुत्र पाके मे हो या मोप्सा वे कपनी योगदान कटरना चिर हो छौ सम्मान ज्यादोले चाहिदिपी सकल पापी तो गोसा खोलो पाके जी रामगोपाल सिंह जोजलपा नमस्कार ना छलपल चिपिङ के थौ यो अधिकार रूप तो ज्यादा न्याक्का जी उजा फनाजना जिदा चिपिङ छ उजा बिरेको जी आसिना जना निमन्त्रणलाई स्वीकार गरी पाल्नु भएका सम्पन्न अतिथिवर्गमा सर्वप्रथम लुबु नेवा संस्कृति पुत्रको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यहाँहरू समक्ष आजको यो शुभ घडीमा जुन म कार्यक्रम सञ्चालन गर्नुको लागि यहाँहरूको शुभ आशीर्वाद र आदेशको अनुमति चाहन्छु। म अनुमतिको लागि यहाँहरू समक्ष सादर वन्दना गर्छु। सादर वन्दना। कारणले गर्दाखेरि जुन ब्यानरमा उल्लेख छ त्यसलाई नेवारी वाचन गरेर मैले पुनः यहाँ नेपालीबाट यो कार्यक्रम सञ्चालन गर्न गइरहेको छु र जुनसुकै कार्यक्रम गर्दा पनि विधिवत रूपमा सञ्चालन गर्नुको लागि रामेश श्रेष्ठज्यू सरले रामकृष्ण दुवालज्यूलाई सम्मान तथा अभिनन्दन कार्यक्रममा यो कार्यक्रम सभ्य र भव्य रूपमा सञ्चालन गर्नुको लागि म यस आयोजकको तर्फबाट जुन लुबु नेवा संस्कृति पुस्तकका हाम्रा सर्दे संयोजक चन्द्रबहादुर बाजु हुनुहुन्छ। उहाँ आजको दिनमा उहाँ बिरामी भएको कारणले गर्दाखेरि हामीले उहाँलाई उपस्थित गराउन सकेन। त्यसको लागि म क्षमा याचना गर्छु र यसलाई विधिवत रूपमा सञ्चालन गर्नुको लागि म आजको कार्यक्रमको सभापतित्व आसन ग्रहण गरिदिनुको लागि यस लुबु नेवा संस्कृति पुत्रका सदस्य सरले कृष्णबहादुर श्रेष्ठज्यू हिरो मास्टरज्यूलाई म आजको यो कार्यक्रमको सभापतित्व ग्रहण गर्नुको लागि विनम्र अनुरोध गर्छु। उहाँ हाम्रो गुरु पनि हुनुहुन्छ र उहाँ कृष्णबहादुर श्रेष्ठ उहाँको चिर परिचित नाम हिरो मास्टर भनेर चिन्नुहुनेछ। मैले उपनाम पनि सम्मान गरेँ। यसमा केही भएको म क्षमा याचना गर्छु। सामन्तीको विरुद्धमा गाउँ गाउँ बस्ती कन्नरा पुगेर आफ्नो ज्यानको आहुति दिएर जुन जनता समक्ष जनताको आवाजलाई बुलन्द पार्ने उद्देश्यले
आवाजलाई कसरी मुक्त गर्ने हो, त्यसलाई जन आवाजमा कसरी रूपान्तरण गर्ने हो भन्ने उद्देश्यले जुन ज्यानको आहुति हत्केलेमा राखेर गाउँ गाउँ बस्ती बस्ती कन्दरा कन्दरामा पुगेर उहाँहरूले जुन जनगीत गाउनुभयो, त्यो जनगीतको आधारमा यस मालसिंह नगरपालिका वडा नम्बर 8 लुमा पनि उहाँहरूले जुन हामी सानो बच्चा हुँदाखेरि पनि उहाँहरूको जुन गीतले हामी प्रभावित भएका छौँ, त्यो प्रभावित हुने कारणले गर्दाखेरि हामी लुबु निवास संस्कृति पुस्तकको तर्फबाट सधैँ जन कलाकारहरूलाई चाहिँ एउटा सम्मान गर्ने पाए हुन्थ्यो भन्ने छलफल गरिसकेपछि हामीले उहाँहरूलाई प्रार्थना गरे। हाम्रो प्रार्थनाले स्वीकार गरेर मलाई त्यति सम्मान चाहिँदैन, जुन मैले राष्ट्रको लागि जुन भूमिका गरेँ, जुन योगदान गरेँ, तपाईँहरूले सम्मानको कुरा गर्नुभयो त्यो उचित हो, तर म राष्ट्रिय रूपमा सम्मानित हुन चाहन्न, म जनताबाट सम्मानित हुन चाहन्छु भनेर उहाँले जुन आज्ञा दिनुभयो, त्यही अनुरूप हामीले यो कार्यक्रमलाई छोटो रूपमा यो तयार गरेका छौँ। यसमा तलमाथि हुन सक्छ, त्यसको लागि आयोजक तर्फबाट पनि म क्षमा याचना चाहन्छु र मलाई स्मरण छ, यहाँहरूलाई पनि स्मरण होला। प्रमुख अतिथिको आसन ग्रहण गरिदिनुलाई म सरले मु थापालीज्यूलाई हार्दिक अनुरोध गर्छु। श्री कृष्णलाल महर्जनज्यूलाई आजको यस कार्यक्रममा विशिष्ट अतिथिको आसन गर्नलाई हार्दिक अनुरोध गरे। उहाँ आइपुग्नु भएको छैन। यसै गरी विशेष अतिथिमा उहाँहरू हुन्छ जनगायक कलाकार श्रद्धेय रामेश श्रेष्ठ। उहाँलाई आजको यो सम्मान कार्यक्रममा आसन ग्रहण गर्नुको लागि हार्दिक अनुरोध गरे। त्यसै गरी जन कलाकार श्रद्धेय रामकृष्ण द्वालज्यू, उहाँहरू आसन ग्रहण गर्नुलाई म हार्दिक अनुरोध गरेँ। विशेष अतिथिको आसन ग्रहण गर्नुलाई यस पुत्रका सल्लाहकार एवं महालक्ष्मी नगरपालिका नगर प्रमुख यानी कि नगर पिता श्री रामेश्वर श्रेष्ठज्यूलाई पनि विशेष अतिथिको आसन ग्रहण गर्नलाई अनुरोध गरे। उहाँ अर्को कार्यक्रममा हुनुहुन्छ भन्ने जानकारी प्राप्त गरे र उहाँ एकैछिन एवं यस महालक्ष्मी नगरपालिका वडा नम्बर 8 यसै गरी आसन लुबु प्रहरी प्रभागका इन्चार्जलाई पनि मैले स्टेजमा आएर आसन ग्रहण गर्नलाई अनुरोध गरेँ। यसै गरी महालक्ष्मी नगरपालिका वडा नम्बर 8 का महिला सदस्य श्री उमा मिजाज्यूलाई पनि अगाडिको बेचमा आसन गर्नलाई अनुरोध गरेँ। त्यसै गरी वडा नम्बर 8 का वडा सदस्य अनिल श्रेष्ठज्यू, उहाँले पनि अनुरोध गरे। वडा सदस्य श्री आशिष केसीज्यूलाई पनि अतिथि रूपमा आसन ग्रहण गर्नलाई अनुरोध गरे। वडा नम्बर 8 स्थित लुबु भेगका समाजसेवी श्री इन्जिनियर रामबहादुर श्रेष्ठज्यूलाई अतिथि रूपमा आसन ग्रहण गर्नलाई अनुरोध गरे। यसै गरी समाजसेवी रूपनाम श्रेष्ठलाई आग्रह गर्न चाहन्छु। यसै गरी पूर्णबहादुर श्रेष्ठज्यूलाई पनि अनुरोध गरेँ। यसै गरी पूर्व गाविस अध्यक्ष श्री हरिगोविन्द, यसै गरी बुद्धिजीवी मास्टर हरिगोविन्द श्रेष्ठज्यूलाई पनि मैले अनुरोध गरेँ। यसै गरी अधिवक्ता राम श्रेष्ठलाई पनि मैले अतिथि आसन ग्रहण क्रममा हामीले विभिन्न वर्ग प्रमुख अतिथि वर्गहरूलाई परिचायक रूपमा अनुरोध गरेँ। यसमा हाम्रो लुबु निवास संस्कृति पुस्तकका सदस्य श्री राजन श्रेष्ठज्यू, यसै गरी यस पुस्तकका सदस्य श्री राजकुमार श्रेष्ठज्यू, यसै गरी सदस्य एवं आर्थिक संयोजक श्री अष्टबहादुर महर्जनज्यू, यसै गरी रामगोपाल सिंह, म आफै सञ्चालक।
हामीले आर्थिक कमिटी पनि गठन गरेका थियौँ। त्यो आर्थिक कमिटीका सदस्यहरूलाई पनि म यथास्थानमा परिचयात्मक रूपमा आसन गर्नको लागि थापाज्यू। यसै गरी आर्थिक समितिका सदस्य श्री मोहन कृष्ण तन्मुकारज्यू। अब म हाम्रा ओम सनातन सङ्गत समितिका सदस्य परिवारहरूलाई आजको विधिवत रूपमा यहाँहरूले गर्नुभएको कार्यलाई शुभारम्भ गर्नको लागि म विनम्र अनुरोध गरेँ। धन्यवाद प्राविधिक मित्र। स्टेजमा आएर आसन ग्रहण गर्नको लागि अनुरोध गरेँ। त्यसै गरी रानी शोभा महर्जन, गायिका रानी शोभा महर्जन, दिपा महर्जन। हुन त मैले माफी पनि चाहन्छु, उहाँहरू गायक कलाकार हुने थाहा थियो, तर हाम्रो कार्यक्रममा हाम्रा सर्वे रामेश श्रेष्ठीले पहिले जानकारी मैले प्राप्त गरेको हुनाले मैले गल्ती गरेँ। दिपामा त्यसको लागि क्षमा याचना गरेँ। त्यसै गरी रत्न शोभा महर्जन, गायिका रत्न शोभा महर्जन। नमस्कार। त्यसै गरी गायक आजको यस कार्यक्रम अब आजको यस कार्यक्रममा उहाँले साथीहरू लिएर खाना भरिमा आज जुन हामीले सम्मान गर्न गइरहेका छौँ, उहाँहरूको प्रेरणा स्वरूप आज हामीले सम्मान कार्यक्रम गर्न गइरहेका छौँ र गर्थ्यो।
जुन गीतले उहाँ सबैले चिर परिचित हुन्छ, जनताको गीत मात्र होइन कि उहाँको गीतले जुन सबैले चिर परिचित हुन्छ, उहाँको जन्मभूमि ओखलढुङ्गा भनेर उहाँले गीत गाउनुहुन्थ्यो, मेरो प्यारो ओखलढुङ्गा। उहाँले यो गीत जुन गाउनुभएको छ त्यो गीतले सङ्गीत प्रेमहरू यति प्रभाव परेको छ कि उहाँको स्वर र उहाँको दृश्य र उहाँको भावनात्मक रूपमा यसै गरी म एउटा स्मरण गर्न चाहन्छु कि हाम्रा जन गायक कलाकार साथै रामकृष्ण दुवालज्यू उहाँले प्रायः जसो नेवारी भाषामा हामी गरिबको गरिबी साथी हाम्रो पनि एक दिन आउँछ आशा भनेर जुन झी गरिबिया गरिबे पासा भनेर उहाँले यति यो गीतले पनि प्रभाव पार्नु भएको छ। र अर्को एउटा गीत मलाई स्मरण छ, स्वयं बुया ल्याउने लागु होल्चो धाइगु छगु गा ओए गामे बस्ती होइगु तिमी होइगु ना। विशेष परिस्थितिमा पनि हाम्रो निमन्त्रणलाई स्वीकार गरी आउनुभएका विशेष अतिथिको रूपमा यस महालक्ष्मी नगरपालिकाका नगर प्रमुख एवं नगर पिता सरदेव रामेश्वर श्रेष्ठज्यूलाई आजको विशेष अतिथिको आसन ग्रहण गर्नलाई मैले हार्दिक अनुरोध गरेँ। सरदेव रामेश्वर श्रेष्ठज्यू गरेँ। ठुलो सम्मान कार्यक्रम या मुपा झी लुबु श्री महालक्ष्मी महाभैरव गुठिया मु थगाली गणेश बहादुर श्रेष्ठ बाजेज्यू झी सम्मानित व्यक्ति झिस सम्मान याना चुनाव हने बम जनकलाकार द्वय रामेश श्रेष्ठ व रामकृष्ण दुवालज्यू अले ठो नेवा संस्कृति पूजया सल्लाहकार प्रदेश मामिला झिसठो कार्यक्रम या मुफ्त छा या मुफ्त ढाबले वह समयले लाग ठ्याक्क कोभिड जुन लुए थन महामारी सुरु जुल आयोजक समिति हो झी आयोजक समिति चुना 8 जन्ठो कार्यक्रम त लिछानो क्रममा हाग्न गर्न झिस हाग्न हो।
विशेष अनुरोध गरेँ यो सबै कार्यक्रम जुन विधिवत रूपमा गर्नु परेको हुँदा र यसमा पनि विशेष रूपमा आज हाम्रो महालक्ष्मी महाभैरवका बुद्धिका मुठकली आउनुभएको कारणले गर्दाखेरि जुनसुकै कार्यक्रम गर्दाखेरि पनि विधिवत रूपमा गर्नु पऱ्यो। कार्यक्रममा सहभागी हुने विश्वमैत्री ज्ञानमाला मिसन बुद्धलाई धेरै धेरै धन्यवाद गरे। उहाँले जुन रामकृष्ण देवालयका देशा अन्त्यना सक्सियो ग्वाली कथा जो नुलन से सक्किसाना ग्वालियना ठाउँ चिसा ठाउँ हनी देना जिना प्रेप्रे भजले ने हात नो कथा अले दाजुदिनको रामेश दाई रामकृष्ण देवाल दाइनो मेनिना जितालुमा नासा जे अष्टबाहरू मोर्टा भेटी नाटो दक्षिण नामा आदरणीय गुरु भक्तबहादुर श्रेष्ठ छे दादु रामकृष्ण देवाल में हावो कि मोती ने उटा में हाव था झी गरी बया गरी बहे पासा वही तिनी झीगो नला आशा कवि दुर्गालाल श्रेष्ठ चैतरू में उठे ना तो उछे ना तो दूसरा रामकृष्ण देवाल स्वयं बुया ल्यूने लागो भल्सा ठेको छगोगा वही गाने बस्ती वहीको देने वहीको ना और दैपिसा वो कार्यक्रम नहीं कि जी मोचाने से बस जी सोया तर चाहिँ जी उटा में थोड़ा हाली मोसा वो दैपिसा में हलाओ में हागो जी गरी बया गरी है पासा वही किने जीगो नला आशा अले सोची न खाओ जनकवि दुर्गालाल श्रेष्ठ जयालुक्ति में जी कुख नेपाल सम्बर थैको राष्ट्रिय भावना जी नुगर्दुनी छदल खेमा नोडय शुभकामना थयो युक्कु मेडो युक्कु चिसान्य नुना तरजी साना चिकपिसा युक्कु सांसीमा जी पो फोटस्का लेदना पर चिकपिंदा बोर्ड चाहिँ बोर्ड का दाजी मुटे 2076 साले रामेश दाइदा ज्येष्ठ महिना चाहिँ गोखा अभिनन्दन ब्याउ खना जिठा लुबिस गर्न याद सजी थका मोनाटुनो 2 वर्ष चाचन देगा ठाउँ बल्ल तल जिसा हानि जा गोखा थे ठाउँ भव्य सभ्य रूपमा सफल यागलाई छिप्पी सकल थादियो ठाउँ जितस्का लेता जिजको को जिलु में सकले लेता जी महालक्ष्मी नगरपालिका तोपी बासितना सकले लेता वो लेता कोठा ठाउँ आदरणीय दादु रामेश श्रेष्ठ रामकृष्ण देवाल या न्याने छपाता मेढाला कवि ढाला तर जी छपाता चाहिँ मेरो छोरा खबना से ज्या छपाता चाहिँ छिपिदा मेरो बेस गर्ने छिपिसा छका चाहिँ ध्यान बिहानी नानी थेगो इना बिराना गली पोछु गली मखान दया गली रे अपने लसा जे छपाता जोइ उठे छिपिसा मेरो बेस गर्ने नानी का दिना तजुकी जात तपी के कका की पी तजुकी जात तपी के कका की पी नुगनी खासोया दिसा जिसा हने दिना पी नुगनी खासोया दिसा जिसा हने दिना पी
दाजु की जात तापी के कका की पी दाजु की जात तापी के कका की पी नुगनी खासोया जिसा हने पहाती नुगनी खासोया जिसा हने पहाती जुजु मखु मंत्री मखु जन कलाकार खा जुजु मखु मंत्री मखु जन कलाकार खा जन तया नुगतुने लुया चखु खा जन तया नुगतुने लुया चखु खा निपातिया साहिला चुलारे निपातिया काका में साहिला चुलारे सुसित पीढ़ी सना ताई में हमें हाला चुलारे सुसित पीढ़ी संताय में हाला चुलारे दाजू की जात ताती के काका की पी दाजू की जात तापी के कका की पी नुगनी खासोया जिसा हने बहाती नुगनी खासोया जिसा हने बहाती मेरो भाषा राम्रो लाग्छ भने नेवारी गीतबाट प्रस्तुत गरेर जानुभयो उहाँलाई धेरै धेरै धन्यवाद। अब अर्को प्रस्तुतिको लागि म रत्न सभा महर्जनलाई हार्दिक अनुरोध गरेँ। उहाँले पनि नेवारी भाषाबाट आफ्नो प्रस्तुत गर्नुहुनेछ। उहाँले पनि मैले आफ्नो गीत प्रस्तुत गर्नुको लागि हार्दिक अनुरोध गरेँ। Badai biacana, alisnya aji cakumi dengan kau daija biugu daun beti.
धन्यवाद रत्न सभामा दाइका बेगो झामु स्वागेका दाइले दिनुभएको रातो फुल उसलाई साह्रै मन पर्यो त्यो मन परेको कारणले गर्दाखेरि अर्को दिदीबहिनीहरू पनि मन पराएर नाच्नु धेरै धेरै धन्यवाद। अब यस्तै उहाँले जुन दाइले दिनुभएको रातो फुलमा रमाउँदै गीत गाउनुभयो अझै यसरी रमाउँदै गीत गाउन सफल होस् मेरो पनि हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु बहिनीलाई। अब यसै गरी फेरि एउटा गीत प्रस्तुत गरिदिनुलाई म श्याम तमोटद्वारा रचनाकार श्याम तमोटज्यूबाट रचना गर्नुभएको गीत छन्द लुक्ना होइ भन्ने गीत दिपा महर्जन र सुरेन श्रेष्ठलाई आफ्नो प्रस्तुत गरिदिनुलाई हार्दिक अनुरोध। Kesamaan कार्यक्रम जिम्मामा सादा सँगै एकदमै जिम्मा पार्टी शुभहरू अनि दाइको बधाई दाइको प्रेरणा आज बिना बच्चा न्यायालय में अठम में जथा दिनों में बबाई में गाँव में से श्याम टमट गाँव बाट उठा कोई दिन मोबाइल वाले बसना था जो संगीत का ले जिम्मे से बाबू Minggu sudah thongakna daina mona dinula ramesaru dua sore tayo ko bintuna disnasta thamani bahati Lakshmi Nagar Palika में ना जाए देखो तो लॉस तक कुछ जो लगा दासे खाना हनी बहुत किंतु सब में disnasta Rumah
संसारया छुए भर्ते चाहे पठ्यो पीछे छुजुला तो झिगो जो छत्तलो माला घेरिएको से झिगो झिगो मरिलो झिर्नेवा महिनाए झिसल्लो मन्डुको इले चाहिँ थोमे छपु चाहिँ जिमसम हेबेतेना जनकवि दुर्गालाल श्रेष्ठ जयादिको गुजे मालाकार लस्य हनादिको ठुके चाहिँ झिस छुछु महिना छुछु नख चख हनिले दका चाहिँ ठुके व्याख्या नाटोदु पकाना चिपिन्दा हेफेस्तनी जुइमा अलि ठुको मे ढुङ्गा चाहिँ जिमस थौयापी हने बहपी व्यक्तित्वपी रामेश्वर र दुवाल सर नापो झि सक्कैसिन नसिउगु दुनी गाउँ गाउँ बाटो उठ धमेला सक्कैसिन सिउला ओकिया त नेवा भाषा गाँ गाउँमा दनावा बस्ती बस्ती दनावा ढका चाहिँ ओगुमे प्रस्तुति आएको जी आयता धासे झि नेवा ला दुनी महिना कुली महिना दिले सा छिछु महिना छिछु नख हनिस गर्ने नेका नि पकाना चिपिन्स नसिउ आथन सक्ले हने बहपिए ख Thank you.
नेपाली सम्मानित भयौँ भने हाम्रो देश अवश्य सम्मानित हुन्छ र व्यक्तिलाई दिएको सम्मान पनि राम्रो हो। तर त्यो व्यक्ति एकजनाले होइन, त्यो सम्मान सम्पूर्णलाई सम्मानित गर्नुको निम्ति तपाईँहरूले दिनुभएको विश्वासले तपाईँहरूलाई विश्वस्त बनाउनुको निम्ति यो सम्मानको सदुपयोग गर्न सक्यौँ भने यो गौरवको कुरा हो। र हामी त माध्यम मात्रै हौँ। र आज भन्दाखेरि 41, 40, 35, 36, 37, 38 त्यो समयमा हामीहरूले जनताको हितको निम्ति, जनताको एउटा असल जीवनको निम्ति, स्वस्थ जीवनको निम्ति पञ्चायती व्यवस्थाको ठुलो दमन हुँदाहुँदै पनि हामीहरूले यो लुबुमा आएर धेरै गीतहरू गायौँ। त्यो टाइमको हाम्रो सानसानो बहिनीहरू हुनुहुन्थ्यो, आज अभिभावक जस्तो भएर हामीहरूलाई यहाँ स्वागत गर्नुभयो, सम्मान गर्नुभयो। एकदम मलाई सपना जस्तो पनि लागिरहेको छ। त्यो टाइमको 10-11 वर्षको भाइहरू आज जिम्मेवार व्यक्तित्व भएर यो समाजलाई, यो देशलाई उठाउनुको निम्ति यस्तै कार्यक्रमहरू गर्नु भएर ठुलो अगाडि बढ्नुको निम्ति जुन हौसला दिनुभएको छ, यो हाम्रो निम्ति गर्व र गौरवको विषय हो। तर देशलाई हामीले उठाउनु खोजे तापनि देश झन् तल गिर्दै गएर आज त हामी यति दुःखमा छौँ, यति त्रासमा बाँचेका छौँ। लाग्छ यस्तै अवस्था भइरहने हो भने हाम्रो देश श्रीलङ्का जस्तै सरकारै टाँट पल्टेको, जनतालाई दिनुको निम्ति सरकारसँगै केही छैन। र त्यहाँको जनताले अहिले सामान्य व्यक्तिहरूले बेचेको सामानहरू एकदम महँगो मूल्यमा किनेर जीवन यापन गर्नु परेको छ। सरकार त के आफ्नो देश जनताप्रति बेजिम्मेवार भयो। नेपाल पनि त्यस्तै हुँदैछ। अहिले केही समयपछि हाम्रो सरकारले पनि ल रिमिटेन्स आउन छोड्यो, विदेशको पैसाहरूले पनि हामीलाई ऋण पनि धेरै भइसक्यो, अब उनीहरूले पनि पत्याउन छोड्यो, हामी त सरकार चलाउन सक्दैनौँ, देश चलाउन सक्दैनौँ भन्यो भने हाम्रो के गति होला? यसकारण अर्को हामीलाई ठुलो डर के छ भने आज युक्रेन, अफगानिस्तान जस्तै हाम्रो देश रणभूमि बन्यो भने के गर्ने? अमेरिकाको MCC जुन पास गर्नु भयो हाम्रो पार्टीका नेताजीहरूले, के यो ठिक गर्नुभयो त उहाँहरूले? यो ठिक हो कि बेठिक? यसको बेठिक यो कारणले भनेर धेरै विद्वानहरूले राख्नु भएको छ कुरा। सरकारले पनि यो ठिक हो भन्दैछ, तर उहाँहरू जनताको अगाडि आएर किन तर्क गर्न सक्नुहुन्न? किन बोल्न सक्नुहुन्न? मुखले ढाँटेर मात्रै हुन्छ? हामीलाई लाग्छ यो MCC को कारण अब अमेरिकाको सरकारमाथि नेपालको सरकार तल भयो। अमेरिकाको फौज 1 नम्बरको, नेपाली फौज 2 नम्बरको, उनीहरूले जे भने त्यही मान्नुपर्ने अवस्था आउँदैछ। अहिले पनि ढाँटेर होइन भन्दैछ, तर अब चिनिया फौज पनि आउँदैछ। किनभने नेपालबाट चीन हान्नुको निम्ति अमेरिकाको यो रणनीति हो। चीनलाई कमजोर बनाउनुको निम्ति नेपालको देश छान्यो। अब चीन पनि के कम, यदि अमेरिकाले नेपालमा बसेर नेपालको सरकारसँग मिलेर हामीलाई हान्ने हो भने हामी पनि हानिदिन्छौँ। त्यसपछि के हुन्छ? हामी ध्वस्त हुन्छौँ। यसकारण यो बाटो बचाउनुको निम्ति पनि हामीले नेतृत्व सही, ठिक, देशभक्त ल्याउनु पर्यो। जनताहरू सचेत र जागरुक हुनु पर्यो। पार्टीको कुरा छैन, अब देशको कुरा छ। यहाँ यो मेरो पार्टी ठुलो भन्ने, यो मेरो त्यो पार्टी सानो भन्ने कुरा नगरौँ। अब यसकारण हाम्रा नेताजीहरू बेजिम्मेवार हुने भएर आज यो देशको एक गति भयो। हामीले यो गीत गाएको 54 वर्ष 55 वर्ष भयो। गाउँबाट उठ्यो 31 सालदेखि हामीले गाउन थालेको हो र हामीले 23 सालदेखि जनताका गीतहरू गाउन थालेको आज 55 वर्ष भयो। आधा शताब्दी गइसक्यो। तर झन् किन यो देशको सरकार, यी नेताहरूले किन यो हाम्रो दरिद्र अवस्थामा गरिबको, हाम्रो बेइज्जती नोकर र नोकरनी जन्माउने देश भयो? पढेका मान्छेहरू अमेरिकाको नोकर, नपढेका मान्छेहरू अरबको नोकर। के गरेको यो? जे पनि गर्नु पाइन्छ। र अर्को पार्टीको साथीहरूले आफ्नो पार्टीका नेता या युद्ध पनि नहोला र हामी उन्नति प्रगति, हाम्रो नेपालमा न अहिले अन्न छ, न उद्योग छ, खाली छोराछोरी बेच्यो, अलिकति पैसा पठाउँछ, नभए लास्टमा आफै फर्किन्छन्। यस्तो दुर्गति हुँदाखेरि पनि हामी किन बोल्दैनौँ? नेताले भन्यो भने चाहिँ बोल्ने, आफ्नो चाहिँ व्यक्तिगत विवेकले बोल्न नसक्ने, यो नेताका नोकर जस्तो भयो हामीहरू। यो देशको सम्प्रभु स्वाभिमानी नेपाली भएर बाँच्न सकेनौँ। अब सोचौँ, अब धेरै समय छैन। नेपाललाई जोगाउने हो भने सबै असल नेपालीहरू, देशभक्त नेपालीहरू एक हुनुको निम्ति फेरि पनि
के भन्दैछौँ पुलु पुलु स्याना चोपी गोला जुया दनावा देया मतिना यही सकले छदी जुया दनावा गाउँ गाउँमा दनावा गाउँ गाउँबाट उठ बस्ती बस्तीबाट उठ अहिलेसम्म नेताको लागि उठ्यौँ अब आफ्नो निम्ति 3 करोड नेपालीको निम्ति आफ्ना छोराछोरीको निम्ति उठौँ भनेर यो गीतले भन्छ यो हामी सबैको गीत हो श्याम तमोटले लेख्नुभयो आज हाम्रो बहिनीहरूले कति राम्रो संस्कृति आज तपाईँहरूले सगुन दिनुभयो टिका लगाइदिनु भयो फुलकमाला दिनुभयो र हाम्रो संस्कृतिलाई तपाईँहरूले बचाउनु भयो जोगाउनु भयो उठाउनु खोज्दै हुनुहुन्छ यसको लागि धेरै धेरै धन्यवाद र हाम्रो संस्कृति र हाम्रो संस्कार हाम्रो पहिचान हो हाम्रो सभ्यता यही हो यसलाई जोगाउनुपर्छ ह्याप्पी ह्याप्पी बर्थडे भनेर तालीमा त पिट्ने होइन केक काट्ने होइन बत्ती निभाउने होइन बत्ती बाल्नुपर्छ यो देशको निम्ति यसकारण त्यही देशको अब उज्यालो बत्ती बाल्नुको निम्ति हाम्रो बहिनीहरू हाम्रो भाइहरू यस्तो राम्रो गाउनुहुन्छ उहाँहरू यो देशको हाम्रो नेवारी संस्कृतिको उहाँहरू राम्रा गायक गायिकाहरू हुनुहुन्छ सङ्गीतकार हुनुहुन्छ अब हामी सबै त्यो गीत गाउँछौँ यहाँहरूले पनि गाउनुपर्छ यो गीतबाट पनि हामी ठुलो ज्वाला बालौँ यो देशभक्त हामी नेपाली जात धर्म भाषामा लड्ने होइन सबै चिज छरप हाम्रो राम्रो भएका छौँ त भनेर हामी यो गीत गाउँछौँ र हाम्रो यो संस्थाप्रति हामी सबै आभारी छौँ आभार व्यक्त गर्छौँ कृतज्ञता व्यक्त गर्छौँ र हामी फेरि उठ यतिले पुगेन नेताको निम्ति उठ्यौँ अब जनताको निम्ति देशको निम्ति उठौँ भनेर यो गीत फेरि गाउँ Hello.
गर्नुभयो। उहाँको आह्वान अनुसार यो देशमा गाउँ गाउँ बस्ती बस्तीबाट उठेर जन आन्दोलन भयो, 2062को जन आन्दोलन भयो, त्यसपछि जनमत सङ्ग्रह भयो। यो अवस्थासम्म उहाँले जुन प्रेरणा दिनुभयो, अब फेरि उठाउनुको लागि उहाँले आज हामीलाई सम्बोधन गर्नुभयो। गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई होइन। कलाकार दीपा महाजन, गायक कलाकार रत्नशोभा महाजन, गायक कलाकार रानी शोभा महाजन, रत्नशोभा महाजन, कलाकार पुरुषोत्तम अधिकारी, धन्यवाद। आजका विशेष अतिथि यस मालसिंह नगरपालिकाका मालसिंह नगरपालिका नगर प्रमुख आदरणीय मेयर रामेश्वर श्रेष्ठज्यू 2 वर्ष अगाडिदेखि सोध्दै आइरहेको कुन बेला के भयो जस्तो कि कोरोनाको कारणले पनि नगरपालिकाभित्रका जस्तो कि देशको लागि ऐतिहासिक धार्मिक यहाँ त्यहाँ अब जुन चाहिँ देशको लागि आहुति दिने व्यक्तिहरूलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको, त्यस कारणवश हामीले त्यसलाई चाहिँ अब कारणवश हामीले गर्न नसकिरहेको अवस्था। यो अब छोटो समयमा यति कार्यक्रम पनि गर्नु एकदम ठुलो नै अब सम्झेको छु भन्ने मेरो 2 शब्द चाहिँ यही अन्त भएको घोषणा गर्दछु। सबैलाई नमस्कार। हाम्रो मित्रलाई आज यस लुबु महालक्ष्मी नगरपालिकाको लुबु वडा नम्बर 8 लुबुमा हाम्रा अग्रज जनको बोलीमा झुमिएका 2 व्यक्तित्व रामेश श्रेष्ठ र रामकृष्ण दुवालको सम्मान कार्यक्रमको अध्यक्षता ग्रहण गरिरहनु हुने यस कार्यक्रमका अध्यक्षज्यू, आजका प्रमुख अतिथि यहाँबाट अर्को कार्यक्रमको लागि हिँडिसक्नु भएको छ। त्यसै गरेर आजको विशिष्ट अतिथि महालक्ष्मी नगरपालिकाका श्रद्धेय नगर प्रमुखज्यू, साथै यस वडाका वडा अध्यक्षज्यू, कार्यपालिकाका सदस्यज्यू, यस वडाका सदस्यज्यूहरू, उपस्थित रहनुहुने ड्यासमा रहनुहुने यहाँका अग्रज व्यक्तित्व, यहाँको के भन्छ गुठीको थकाली बुवा, मूल थकाली बुवा, त्यसै गरेर यहाँ उपस्थित रहनुहुने विभिन्न पार्टीका प्रतिनिधिहरू, आजका
आयोजक कमिटीका सम्पूर्ण सदस्यज्यूहरू, साथै उपस्थित रहनुहुने विभिन्न समूहका सङ्गठनका प्रतिनिधित्व गरेर पाल्नुहुने सम्पूर्ण व्यक्तित्वहरूलाई मेरो व्यक्तिगत तर्फबाट र महालक्ष्मी नगरपालिकाको तर्फबाटै हार्दिक न्यानो अभिवादन जोजोलो पाए। समय सँगसँगै परिवर्तन भएको यो जुन हामीले अहिले महालक्ष्मी नगरपालिकामा मेयर उपमेयर भएर सदस्य अध्यक्ष भएर यहाँ आएर बस्न पाए। व्यक्तिगत तर्फबाट र महालक्ष्मी नगरपालिकाको तर्फबाट म हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु। आज हिन्दूहरूको अर्को दोस्रो ठुलो महान पर्व चैते दशैँ पनि हो र हामी नयाँ वर्ष 2079 को आसन्नमा छौँ र नयाँ वर्ष 2079 को पावन अवसरमा हाम्रा आदरणीय व्यक्तित्व जनकलाकार द्वय उहाँहरू र सम्पूर्ण कलाकारहरू हाम्रा महालक्ष्मी महाभैरव गुठीका मूल सफल भइरहेका छौँ, बाँचिरहेका छौँ। यो सबै काममा राजनीतिक दलहरूले मात्रै परिवर्तन गर्न सम्भव थिएन। यदि हाम्रा आदरणीय दाइहरूले जुन एउटा चाहिँ देशलाई जगाउने, जनतालाई जगाउने, जनतालाई सचेत गर्ने र परिवर्तनका लागि आह्वान गर्दै नेपालका हरेक कुना काप्चामा यदि जनताका गीतहरू गाएर दाइहरूले जनतालाई सचेत गर्दै नउठाउनु भएको भए कुनै पनि नेपालको राजनीतिक दल, चाहे त्यो कम्युनिस्ट पार्टीहरूले होस् चाहे नेपाली काङ्ग्रेसले होस्, कसैले पनि त्यो चाहिँ के भन्दाखेरि परिवर्तन गर्न सम्भव हुन्थेन। त्यो परिवर्तनको सम्भाग, परिवर्तनकारी शक्ति हाम्रा कलाकारहरू, म उहाँहरूप्रति हार्दिक नमन गर्न चाहन्छु। जब मैले 2035-36 को विद्यार्थी आन्दोलनदेखि जब म अन्तर्राष्ट्रियमा तत्कालीन नेकपा माले थियो, अहिले एमाले भएको छ, त्यो पार्टीको एउटा कार्यकर्ताको हिसाबबाट जब मैले आफ्नो राजनीतिक इतिहासलाई, राजनीतिलाई सुरुवात गरेँ, त्यो बेलादेखि हाम्रा दुवै दाइहरू रामेश दाई, रामकृष्ण दाई लगायत अन्य दाइहरू पनि हुनुहुन्थ्यो। उहाँहरूले देशलाई परिवर्तनको लागि, जनताको मुक्तिको लागि जुन काम गर्नुभयो त्यो काम कुनै पनि दल र कुनै पनि पार्टीले गर्न सम्भव थिएन र दाइहरूको आह्वानलाई, दाइहरूले गर्नुभएको जुन चाहिँ एउटा संस्कृति, कला, गीत गाएर दाइहरूले जुन चाहिँ अभियानलाई सुरुवात गर्नुभयो नेपालको हरेक कुना काप्चामा, त्यसैको परिणाम स्वरूप निरङ्कुश पञ्चायती राजतन्त्रलाई ढाल्न नेपाली जनता सफल भए। त्यस्तै गरी लोकतन्त्र 46 सालमा हामी ल्याउन सफल भयौँ। त्यस्तै गरी यो सबै जग खन्ने काम हाम्रा ती आदरणीय दाइहरूले गर्नुभएको हो। त्यसकारण म व्यक्तिगत तर्फबाट र समग्र नगरपालिकाको तर्फबाट आदरणीय हाम्रा दाइहरूप्रति म हार्दिक नमन गर्न चाहन्छु। महालक्ष्मी नगरपालिका वडा नम्बर 8 डुबु हनापो जन कलाकार भाजु रामेश श्रेष्ठ ओ रामकृष्ण दुवाल ज्यू विरुद्ध राष्ट्रिय स्वाधीनता मुक्तिया नीति जनताको सुख दुःख मिचिन लेतया हाला छाउको दुचु प्रतिभा पंगा नेपाली बिन्द सचेतो जागिरी बिहान आटक ठाउँको पला लिमो सोसे न्यने जाका वया चोंगु लुमन्टी अजन छिस्कर यागु चोला स्वास्थ्य सुथ लाका मेजा हेमा ढका तो हनापो छिस्कर रामकृष्ण द्वाल जुयाक ललन गुजुला सुबा मुपा हाम्रा आजका प्रमुख अतिथि महालक्ष्मी महाभैरव गुठीका मुह ठकले गणेश बहादुर श्रेष्ठज्यूलाई बुझाउको तर्फबाट खाम उपहार प्रदान गर्नलाई हार्दिक अनुरोध। धन्यवाद। यहाँहरूको जुन एउटा स्नेह, विश्वास, आस्था जो हामीले पाएका छौँ त्यो अमूल्य छ। त्यसको महत्त्व हामीले बुझेका छौँ र यो सम्मान भनेको शक्ति हो
यो शक्तिको हामी दुरुपयोग गर्ने छैनौँ र हामी 3 करोड नेपाली र हरेक नयाँ सन्ततिहरू जो आइरहेका छन् उनीहरूको हितको निम्ति उनीहरू बस्ने देश हाम्रो नेपाल 3 करोडको घर हो 3 करोड हामी नेपाली परिवार हौँ त्यसकारण हाम्रो यो देश राम्रो पाल्नको निम्ति सबैले आफ्नो क्षेत्रबाट आफ्नो ठाउँबाट हामीले सहयोग पायौँ आजसम्म देश त बाँचेको छ तर भोलि देशलाई खतरा आयो र देशै गुम्न आँट्यो भने हामी करोड नेपालीहरू नेपाली नै भएर उठ्ने पार्टीको होइन देशको मान्छे भएर उठ्नु लागि तयार हुनुपर्छ हामीहरूले हिजो आजभन्दा 50 वर्ष अगाडि हामीले गाउँदाखेरि महिलाहरू कहाँ थिए आज हेर्नुहोस् जतासुकै महिलाहरू अगाडि बढ्नु भएको छ उहाँहरूको स्नेह उहाँहरूको सेवा उहाँहरूको प्रोत्साहन पाएर नै हामीहरू आजसम्म नडगिकन जनताको 20 सालदेखि चाहिँ त आजसम्म हामीले जनताको हितको निम्ति यी जीवनको हितको निम्ति यी नेपाल र नेपालीहरूको मात्र होइन यो गाउँ गाउँबाट उठ त अमेरिकाको मा पनि गाउँछन् अमेरिकनहरूले पनि के भन्छ यो गीत नेपालको मात्र होइन तिमीहरूले नेपाल भन्यो नेपाल भन्छ यो देशको मुहारमा खेल्नलाई उठ भन्दाखेरि अमेरिकाका जनताले पनि अमेरिकाको हितको निम्ति उठ्नको लागि यो गीतले हामीलाई शक्ति दिन्छ अभावको क्षेत्रबाट उठ भन्नुको लागि र अरू देशका मान्छेहरू चाइनिजहरूले पनि गाएका छन् गाउँ गाउँबाट उठ आफ्नै भाषामा हिन्दुस्तानीहरूले भारतीयहरूले पनि गाएका छन् धेरै भाषामा गाइएको हुनाले यो गीतको शक्ति यदि हामीले गल्ती गऱ्यो भने यो गीतको शक्ति मर्छ तर हामीहरू गल्ती नगरिकन जनताको शिर उठाएर उहाँहरूमा स्वाभिमान स्वाधीनताको निम्ति जागरुक बनाउन सक्यौँ र पार्टीको निम्ति धर्मको निम्ति जातिको निम्ति लड्ने होइन हामी सबै भाषाभाषी भएर त हाम्रो देश सुन्दर छ हामी सबै मिलेर बसेका छौँ त हाम्रो देश रमाइलो हाम्रो समाज रमाइलो भएको छ त्यसकारण त्यसको निम्ति पनि हामीहरू एकै हौँ नेताले जे भन्छ त्यही मान्ने काम नगर्नु अब जनताले के भन्छन् त्यो चाहिँ सुन्नु जनताले के भन्नुहुन्छ मिलेर छ एमसिसीले अघि पनि अलिकति भन्यो एमसिसीले हामीलाई दुःख दिन्छ श्रीलङ्काले किन फ्यालिदियो र मैले पढे अनुसार यो आजको युक्रेनमा पनि एमसिसी अन्तर्गत नै घुसेको हो अमेरिका आज आफ्नो भाषाको दुईटा डसिनहरू लडिरहेका छन् हेर्नुहोस् त हाम्रो पार्टी हाम्रो हित गर्ने पार्टी व्यक्तिले मान्ने होइन उनीहरूको पद्धतिहरूलाई कामलाई व्यवहार हेरौँ अनि मात्र हामीहरूले गरौँ मेरो बाबुले काङ्ग्रेस थियो म पनि काङ्ग्रेस मेरो कम्युनिस्ट हो भनेर कम्युनिस्ट देखिहाल कम्युनिस्ट नेपाल कम्युनिस्टको आदर्श कति महान छ कति महान हुनुपर्छ कति ठिक छ कति राम्रो छ समानता न्याय पनि तर आजका कम्युनिस्ट नेताहरू त विधान पुर्याउने अनि पैसा ल्याउ आज हिजो कति हाम्रो साथीहरू हामीहरूले बाटो खर्च दिएर पठाउने आज अरबपति भएर बसेका छन् कसरी हामीले घर घरमा खुवाएर हामीले खोत्रा लुगाहरू बटुलेर हामीले बोराका बोरा पठाउँथ्यौँ उनीहरू भूमिगत हुँदाखेरि हामी खर्च दिएर पठाउँथ्यौँ हामीहरू औषधिहरू दिएर पठाउँथ्यौँ आज उनीहरू आएर उनीहरू कसरी अरबपति खरबपति भए देखाउनु पर्दैन ती माथिहरू हामीले पालेको भोलि देश मुक्ति गर्छ होला भनेर त्यसका दर्शन बदनाम भयो कार्यकर्ता बदनाम भयो त्यसकारण अब यो गल्तीबाट मुक्त हुनुको निम्ति को राम्रो छ त्यही हो हाम्रो भन्ने अलि आएको छ नि होइन जो राम्रो त्यही हाम्रो त्यो अनुसार चलौँ मेरो पार्टी मेरो नेताले बदमासी गर्यो भने कार्यकर्ताले पहिला नेतालाई ठिक गर्नुपर्छ फेरि पुलिस आयो साथीहरूलाई कति दुःख हाम्रो नानीहरू रातको 2 बजे 1 बजे हामीलाई खाना खुवाउनुहुन्थ्यो कहिले खाने पाएन भने सबै साथीहरू दुःखी हुनुहुन्थ्यो त्यो इतिहास छ नि त त्यो त हामीलाई सम्मान गरेको भन्दा पनि हाम्रो भावना र कामहरूलाई सम्मान गरेको हो म आज तपाईँहरूले जुन यो अलिकति राशि दिनुभएको छ हाम्रो एउटा यो सार्थक जनसङ्गीत प्रतिष्ठान भन्ने एउटा संस्था हामीले भएको छौँ हाम्रो गीतलाई पनि जनताहरूले जनताको गीतलाई एउटा स्याहार सम्हार गर्नुपर्छ सुन्नुपर्छ उठाउनुपर्छ जनताका कलाकारहरूलाई अनि मात्रै त्यस्ता गीतहरू त्यस्ता कलाकार आउँछन् आज हामीमा त सम्मान भयो तर हाम्रो गीत कोही पनि सुन्दैन अब त युट्युबको जमाना छ कसैले लाइक पनि गर्दैन कहिले कमेन्ट पनि गर्दैन आज यो सम्मान गरेको कुरा चाहिँ हामीले हाम्रो कमेन्टहरूमा हाम्रो के अरे योहरूमा दिन पायो भने कति राम्रो हुन्थ्यो संसारका मान्छेले हेर्थे र हाम्रा गीतहरू हामीले राखिरहेका छौँ तिनीहरूलाई सब्सक्राइब गरिदिनुहोस् कमेन्ट गर्नुहोस् लाइक गरिदिनुहोस् र हाम्रा गीतहरूलाई उठाउनुहोस् हामी म उठेर केही हुनेवाला छैन तर हाम्रा गीतहरू यस्ता गीतहरू बहिनीहरू देख्नुभयो उहाँहरू कति राम्रो गीत गाउनुहुन्छ कति राम्रो एउटा स्वरको धनी हुनुहुन्छ
उहाँहरू हामी जस्ता धेरै कलाकार छन् देशभरि माओवादीका 10,000 कलाकार थिए जनयुद्ध गर्दाखेरि आज कहाँ गए तिनीहरू 232 जना कलाकार शहीद भएका छन् माओवादीको जनयुद्धमा त्यसको नाम कसैले भन्छ आज नेताहरूले कहिले भनेको सुन्नुभएको छ यसकारण यो बैगुनीपन यी स्वार्थीहरू यी मतलबीहरू मान्छेहरूसँग सतर्क हौँ र यो जुन छ सार्थक जनसङ्गीत प्रतिष्ठान यो जुन जनताले पसिना र मौनबाट दिनुभएको जुन धनराशि छ म त्यो हाम्रो संस्था सार्थक जनसङ्गीत प्रतिष्ठानलाई म यो सहयोगको निम्ति अर्पण गर्न चाहन्छु यहाँहरूको नामबाट र सार्थक जनसङ्गीत प्रतिष्ठानले यस्तै जनताका राम्रा जीवन सम्बन्धी राष्ट्रिय गीतहरू हाम्रो लोक संस्कृतिका गीतहरू जोगाउनु बचाउनुको निम्ति यसको उपयोग होस् भन्नको लागि म यो जनसङ्गीत सार्थकलाई यो राशि दिन चाहन्छु र कार्यक्रममा मिटिङमा यो आर्थिक जुन छ त्यो स्थापना गरेर राम्रो काम गर्नुको निम्ति म अनुरोध गर्न चाहन्छु। धेरै धेरै धन्यवाद सधैँ कलाकार महोदयलाई। अब कार्यक्रमको अन्त्यतिर हामी आइपुगेछौँ। पुनः एकचोटि उहाँलाई मायाको चिन्ह प्रदान गरिदिनुको लागि आजको यस लुबो नेवार संस्कृत पुत्रका सदस्य एवं आजको यस कार्यक्रमका सभापति श्री कृष्ण बहादुर श्रेष्ठ मास्टरलाई म हार्दिक गर्न गएँ। रामेश श्रेष्ठ साथै रामकृष्णद्वारा हजुर धन्यवाद नमस्ते। चेतना भन्छ नि एउटा चेतना विकसित भयो तबदेखि मैले आदरणीय दाजुहरूको गीत सुन्थेँ। आज सौभाग्यले उहाँहरूको सम्मानित हुने कार्यक्रममा म आफू पनि सहभागी छु। म आफूलाई अप्ठ्यारो चाहिँ लागिरहेको छ। त्यही भएर अघि यहाँ दादाहरू पनि के दिनुभएको थियो मायाको चिन्ह दिनुभएको थियो त्यही हस् भनेर मैले त बसिरहेको थिएँ। अब यहाँ नेपालै उचाइ हाम्रो झुलिन्छ कहाँ हिमालय नरहे हिमालय नरहे तराई हाम्रो सुनका टुक्रा हिमालय रातो माटो र पानी सिकमिया स्वानी पथ गुजमिया सुकु पथ रे सिकमिया स्वानी पथ गुजमिया सुकु पथ रे सुजमिया हि मरु तकमिया छि मरु सुजमिया दकमिया छिहि मरु आपा आपा जाई पिनी छुहि मरु नुगलवे कसोई पिनी होई पिनी झिकु नला आशा गरीब ही पासा कोई तीन जीवन आशा मच्छी मच्छी माना चुपी फुकांतना मच्छी मच्छी माना चुपी फुकांतना भूखे कोई कपला छीना पालक नहीं तिनी
जी गरीबया गरीबही पासा होई तिनी झिगुनला आशा नाही मरु दकामिया छि मरु आपा आपा जाई पिनी छुही मरु नुगलवे का सोईतिनी होई तिनी झिगुनला आशा जी गरीबया गरीबही पासा होई तिनी झिगुनला आशा मच्छी मना चुपी फुकतना मच्छी मना चुपी फुकतना भूखा कोई कपला छिना पालक नीतिनी भूखा कोई कपला छिना पालक नीतिनी सरका तुपुका मिया पलकै तिनी वही तिनी उगुदिन वही तिनी होई तिनी झिगुनला आशा जी गरीबया गरीबही पासा होई तिनी झिगुनला आशा पाला पाला मिया मिखा कनावी सरका पाता खरा खुरुया नबी परलय या पाछा होई तिनी झिगुनला आशा जी गरीबया गरीबही पासा होई तिनी झिगुनला आशा मनुष्य चुईतिनी धरतिया मुले मुका मनुष्य चुईतिनी नुस्वा होईतिनी नुफे होईतिनी शांतिया पकु होईतिनी होईतिनी झिगुनला आशा जी गरीबया गरीबही पासा होई तिनी झिगुनला आशा जी गरीबया गरीबही पासा होई तिनी झिगुनला आशा होई तिनी झिगुनला आशा होई तिनी झिगुनला आशा सम्म बसिराख्नुभयो र गीत सुन्नुभयो र यो गीतले यहाँहरूले पनि प्रेरणा मिलोस् देशका जनताहरू मुक्तिका लागि अघि बढ्न सकोस् भन्ने प्रेरणा मिलोस् भन्ने म पनि भन्न चाहन्छु र
मैले कार्यक्रम सञ्चालन गर्दाखेरि केही तलमाथि हुन गएको छ र भाषामा पनि अलिक त्रुटि भएको मैले महसुस गरिरहेको छु र यहाँसम्म चाहिँ केही त्यस्तो गल्ती कमजोर भयो भने मलाई यहाँहरूले क्षमा याचना पनि गर्नुहुनेछ भन्ने मैले पूर्ण विश्वासका साथ म आज यो कार्यक्रम सञ्चालन गर्न जुन मलाई जिम्मा दिनुभयो त्यो जिम्मा मैले आफूले प्रयास गरे जस्तो लाग्छ तर धेरै त्रुटिहरू भएको छ त्यसमा क्षमा माग्दै आजको यो कार्यक्रम विधिवत रूपमा समापन गरिदिनुलाई योभन्दा पहिले हाम्रा आजको महालक्ष्मी महाभैरव गुठीका मूल ठकालीज्यू जो उहाँ बुढेसकालमा पनि आजको प्रमुख अतिथि भएर यो समयसम्म उहाँ धैर्यका साथ बसिराख्नुभयो उहाँले पनि एउटा हाम्रो स्मरणको लागि यस पुस्तकका आजको सभापतिज्यूबाट दसीपौ प्रदान गरिदिनुलाई मैले हार्दिक अनुरोध म यो दसीपौ एकचोटि ठाउँ पल्ल चाहिँ वे कपी जनगायक त ठाउँ जिमसँगै हानेको थियो तल पुगेका वे कपी का ऊ जमाने पीर पियानी रामकृष्ण रामेश श्रेष्ठ सम पासा मनु श्रेष्ठ तर लाची चाया लाची डबे अरे नपाए ज्यादा झाका चौक वेका पनि छ म्याली अनि मास एकपट्टि उब्ले थिए चाहिँ उली फौज मास लाची मेराको उब्ले थिए वेका रामिन देवाल गाँ गाउँमा जनावरे हालेकी अनि वो आए मैले टिका निकी अठे चाहिँ वेका रामेश श्रेष्ठ चाहिँ रक्त क्रान्तिको ज्वालामुखी मेलाजी खै फुक्क जनचेती म्याहा आउँदै जनता उपाध्याय जना 40 साल दिपा जनार्दन जोला रत्नवाला ऐसा नचिने रामेश श्रेष्ठ धेरै छ जनता सुम चिने बजाबा उठी धामना चौधो विदेशी थपे जातो सोमबिउ देश हित हसेना चौधो हित विदेश जला चौधो नगिरामे भन्ने हित खूब सुविधा दिने त कुलमा ये गाउँमा जनावर खै देता कागते चाहिँ हिरो कमाएका थिए ज्यादा जनता फ्रेस मुख्यो जनता चाहिँ आए दिए के नाम केवल मेरो लेखेको स्रोत आउन मन नदिने चाहिँ ढ्याले रामेश युमसिता लागेका मुडा सब जीव दिँदैन ठिकमा ऊ ठिक नभएको अथवा दिँदैन कटाउन चला छ अमेरिका चाहिँ सियासत राख्ने छ त्यसमा हामीले भित्र जाया ठ्याक्क चाहिँ नेतृत्व नेपिटी कि राबले चाहिँ उयो चाहिँ पारिनाम बिल निमेशेर बाबु दक्षिण चोपी नेपाल मिडिया साबित होला जी गया चिफक जायर जिमाल एक त जिमाला हिउडे युक्रेन मध्यमा अफगानिस्तान मध्यमा दक्षिण ढेर श्रीलङ्का के आर्थिक समस्यामा खिला थे पाकिस्तान थे आर्थिक समस्यामा अर्जुन चिपी फुका छप छदे अर्जुन लगाडी आठ तागत त्यसकाते जेको नजोबिल जी ज्यागा जो ज्यादा त बजाका ठोठन छाएदेखि सकल डाजके पिल्टा ठीक टक्कर चाहिँ बडो ढाइरी साथ रामेश श्रेष्ठ त सम्मान जाते सुनादेर अझै ठीक टक्कर देखिया जम्बु खण्डको मुठ करे बाजा खो ज्यादा उभेटको चुना दिल वेकन चाहिँ वेका पिण्ड चाहिँ सम्मान पत्र हनपो लल्ला दिल वगैरह यको सुबा अझै रामकृष्ण रामसँग यको सुबा जागृत सकल पाँच मिनट सुबा विषय खोया ज्यादा थने कोतले बस्ने जाते जय मामा